हेलो गाइज वेलकम ब्याक टु माई मिनी ब्लग आइफ सन्चै हुनुहुन्छ म पनि सन्चै छु। हामी चाहिँ बिहान बिहान झापा गएको झापा इलाका अनि फाइनल एकछिन पछाडि आइपुग्यो हामी पनि इलाका। अनि त्यसपछि मलाई फुड टिप्न लगाउनु भयो एकछिन अनि फुड टिपेर यता दाउरा चिर्न लगाउनु भयो साथी दाइलाई। अनि त्यसपछि दाउरा चिरेपछि यता त्यहाँ खाल्टी थियो त्यो खाल्टी पुर्न लगाउनु भयो अनि एकछिन पछाडि त्यो पुरिसकेपछि हामी त घर गयौँ खाना खानलाई। अनि खाना खाएर फेरि बोलाउनु भयो नि त अनि त्यसपछि घर गयो अरे नुहाइधुवाइ गऱ्यो अरे मतिर आयो फेरि आएँ। अनि हेर्न सक्नुहुन्छ हामी त्यो एकैछिनमा आइपुग्यौँ हेर्न सक्नु खासै मान्छेहरू पनि कोही हुनुहुन्थ्यो। अनि त्यसपछि हामी क्यारम बोर्ड खेल्न थाल्यौँ। एकछिन टाइम पास गर्नु भएन अनि एकछिन पछाडि सबैजना साथीहरू दाइहरू आयो अनि सामेल भयौँ। सामेल भएर हामीलाई पनि अब गस्ती हिँडाउनु आँट्नुभएको थियो। अनि फाइनल्ली लाइनमा बसिरहेको थियौँ अनि एकछिन पछाडि हामीलाई पनि गस्ती हिँडाउनु थाल्नुभयो। अनि करिब 1-2 घन्टा हिँडिसकेपछि हल्का आराम गर्नु पऱ्यो भनेर आराम गर्न थाल्यौँ। अनि त्यसपछि त्यहाँदेखि फेरि हिँड्यौँ सर हिँड्यौँ। त्यसपछि हामी काठमाडौँ पुग्यौँ। काठमाडौँदेखि कहाँ लान आँटेको भनेको त रानीमा बोलाएको छ त भाइ त्यत्रो टाढा अब आउनै पर्यो। अनि त्यसपछि रानीमा बसेर पानी सानी खाएर बस्थ्यौँ। अनि हल्का यता माछा पनि मार्दै थियो अनि माछा मारेको हेर्दै हेर्दै बसिरहेको थियौँ। अनि हेर्न सक्नुहुन्छ माछा पनि कत्रो कत्रो थियो उफ्रिरहेको थियो होइन। अनि त्यो माछा हेर्दै रमाइलो एकछिन गर्दै अनि त्यसपछि हामी घरतिर फर्किन थाल्यौँ। अनि त्यसपछि हामी लखर लखर डुल्न थाल्यौँ। अब धेरै भयो त कति हिँड्यो यार हिँड्दा 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 खुट्टा दुखेर अनि एकछिन आराम गर्न थाल्यौँ। पुरा दिक्क लागिरहेको थियो खुट्टा दुखेर पनि यस्तो भइरहेको थियो। अनि त्यसपछि एकछिन आराम गरेर हामी पनि त्यहाँदेखि हिँड्यौँ। अनि फाइनली एकछिन पछाडि हामी पनि आइपुग्यौँ इलाका प्रहरी कार्यालय। अनि आजको लागि यति नै एन्ड बाई।